वेलकम ब्याक टु माई च्यानल। अनि आजको यो ब्लगको सुरुवात चाहिँ हाम्रो वृद्धाश्रमबाट हुँदैछ। सो हाम्रो पोस्टिङ चाहिँ वृद्धाश्रममा छ फर 1 वीक। अनि मसँग छ अस्मिता खड्का। अनि हामी अलि धेरै नै छिटो आइसक्यौँ। हाम्रो खास गरी आज कल टाइम 10 बजेको थियो, तर 10 बजेको टाइमिङ थियो। 10 बजेबाट 11 मा पोस्टपोन भयो, तर पनि हामी यहाँ छिटो आइसक्यौँ। हामी इट्स 10:15 अनि हामी यहाँ छौँ। अब साथीहरूलाई कुर्दैछौँ। लेट्स सी कतिखेर आउनुहुन्छ। म्याम पनि आउनुहुन्छ। देखाउँदै गर्छु कस्तो हुन्छ भित्रको इन्भाइरोमेन्ट। ओरिएन्टेसन चाहिँ हाम्रो 11 बजे सुरु हुनेवाला छ। हामी चाहिँ यसो छिटो आएको भएर यसो म्याम आउनुभन्दा अगाडि राउन्ड लगाउँदै जान्छ। सो यो मन्दिर 5 राउन्ड घुम्यो भने ओहो नमस्ते गर्दै हुनुहुन्छ आमा। नमस्ते आमा। ल अनि यो मन्दिर चाहिँ 5 टाइम्स राउन्ड गऱ्यो भने विश पुरा हुन्छ अरे। ऊ त्यो मान्छेले भनेको यो अस्मिता मानन्दरले। अनि सो हामी घुम्दैछौँ अहिले विश पुरा गर्ने। के भन्यो पैसा मागेको हजुर मानन्दरले 60,000 कमाउँछ, हजुर मान्छेसँग मागेको छ। हामीले पैसा कमाउँदैन त्यसले हामीलाई हामीलाई नभन्नु है। तपाईँ पनि गङ्गालालमा काम गरेर टन्न पैसा कमाउनु। बोनस 21,000 आउँछ भन्नु त। त्यति मेरो स्यालेरी पनि छैन। उफ गाह्रो छ। अर्को ल्यायो पातलीको पहिले थ्याङ्क यू बुवा हजुरले गाउनु भएकोमा। आज डे 2 अफ वृद्धाश्रम पोस्टिङ हो। अनि 6 बजेको छ बिहानको। अनि फर्स्ट हामी यहाँ मन्दिर दर्शन गरेर अनि वृद्धाश्रम जाने भन्ने प्लान छ। सो म गेटमा कुरिरहेको छु। एन्ड प्रतीक्षा रुपिसा दिन चाहिँ आउनु भएको छैन। हामीले पूजाको सामान लिइसक्यौँ। प्रतीक्षा दिदी आइसक्नु भयो। रुपिसा चाहिँ जाममा परेको छ अरे। हामी पशुपति मन्दिर जाँदैछौँ। बिहानको 6 बजेको छ है। यत्रो लामो लाइन बस्दैछौँ। यहाँ प्रतीक्षा दिदी आउँदै होला कतातिर। ऊ त्यहाँ हुनुहुन्छ। म पनि जान्ला। सो हामी यहाँ लाइनमा छौँ। फुल प्याक छ नि प्याक। दिदी चाहिँ स्न्याप बनाउँदै हुनुहुन्छ। अनि रुपिसा आउँदैछ। पशुपति मन्दिरको हामी गेटसम्म आइसकेको छौँ। रुपिसा अहिलेसम्म आएको छैन। रुपिसाले देखिसक्यो अरे भन्दैछ। ए हेलो हेलो हामी यहाँ लाइनमा छौँ। पुग्न लागिसक्यो। एन्ड कस्तो राम्रो भाइब यो। आई लभ दिस भाइब। सो हामी पूजा गरेर निस्किसकेको छौँ। आदि बोक्ने यो के आदि बोक्ने के बोक्ने आइफोन नहुन्छ मान्छे छैन। हाम्रो त्यही छ चाहना त त्यही छ। अब पूजा गऱ्यो। अब हामी हाम्रो ड्युटीमा जानु लाग्छ है गाइस। हामी पूजा सकेर चाहिँ अब चिया खान आएको। कहाँ जानु अरे? चिया खाँदैछौँ। यो कस्तो के बोल्छ यसले? मलाई त थाहा छैन के बोल्छ भनेर है। यत्तिकै मेरो मजाक उडाउँछ नि हाँस्ने काम। 3rd अफ पोस्टिङ हो। अनि यहाँ एक्सर्साइज भइरहेको छ। अनि बसिरहेकोहरू चाहिँ के चलाउने? के हो रे? श्वेता आचार्य। शिक्षाकार। के कार्य खै बल्ल मिलाए यसले। श्वेता शिक्षाकार ल फेरि अब फुल श्वेता शिक्षाकार। खर होइन आमा। मेरो नाम के अरे? मेरो नाम के अरे? भर्खर के भनेको? तपाईँले अब भर्खर नाम के राखिदिनु भयो? मेरो नाम के राखिदिनु भयो? आछि अर्कालाई चस्मे भन्छ भाइ। चस्माले दिएको चस्मा त पटक्कै नदेखिने।
आजको प्लान चाहिँ गुहेश्वरी मन्दिर हो। सो गुहेश्वरी मन्दिर वी अराइभ हियर। अब मलाई साथीहरूले कुरिरहेको छ आज चाहिँ हेरौँ। इट्स डे 5 अफ द राइटिङ पोस्टिङ अनि हामीले गुहेश्वरी मन्दिर पनि दर्शन गरिसक्यौँ। अब यहाँबाट हामी ड्युटी जानेवाला छौँ। सबैजना बिजी छ। सो यहाँ के छ डियर हो कि के छ आमै आउनुभयो। आमा चाहिँ हाम्रो के अरे सुपरस्टार सिङ्गर। 1 2 3 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 16 15 and Jana. And what is your name? What is your name? My name is ल चस हान्नु। चस यस। अनि अब भोलि लास्ट हो हामी आउँदैनौँ त्यसपछि। खोइ त अरू खाना गएको छ म चाहिँ गएन। किन भोक लाग्दैन? सो आज हाम्रो लास्ट डे अफ पोस्टिङ हो। सबैजना नाचिरहेको छ एन्ड अनफर्चुनेटली मलाई चाहिँ जानु पर्यो। सो बाई बुवा। सो म चाहिँ जाँदैछु अब। आई हेभ टु गो टु ड्युटी, त्यही भएर म चाहिँ हिँडेँ। अब सबजना नाचिरहेछ। मलाई जान त मन छैन बट स्टिल आई हेभ टु गो बिकज म ड्युटी भ्याउनु छ। इट्स अलरेडी 11:25 हो। मलाई 12 मा पुग्नु छ। सो या थ्याङ्क यू फर वाचिङ माई भिडियो। लाइक सेयर सब्सक्राइब गर्न नभुल्नु होला। बाई।